गुड मर्निङ सबैलाई चियाको सहितमा सबैलाई गुड मर्निङ सबैजना सन्चै हुनुहुन्छ होला है म पनि आशा छु सबैलाई सन्चै होस् भन्ने आशा छु मलाई सन्चै छ अब यसो हिजो चाहिँ स्टार्ट गरेको छु नयाँ भ्लग बनाउनु होइन आज डे 2 सबैले सब्सक्राइब लाइक होइन अब सबै सपोर्टिङ गर्नु पर्यो नेपालीले सपोर्ट गर्नुपर्छ होइन हजुरलाई सपोर्ट पनि मै गर्छु होइन यस्तो के भएको छ कसो भएको छ होइन के कमी छ यसो भएको छ सबैजनाले कमेन्ट हालेर भनिदिनु पऱ्यो बिहानको मर्निङको भ्यू हेर्नु सक्नुहुन्छ बिहानै यति मजाको हिमाल आइरहेको छ आज हिमाल देखिरहेको छ यति मजाको हिमाल देखिरहेको छ नि गाइज हजुरलाई म देखाउन त कोसिस गरिरहेको छु के देखिन्छ कि देख्ने हेर्नु होला है बिहानको बबाल मिस गरिन्छ क्या बेला मौका चाहिँ मैले भनेको थिएँ नि यो पाहाडमा ऊ देखिन्छ भनेर यहाँ उसमा देखिन्छ कि हेर्नु हिमाल देखिरहेको छ यो टावरको साइडमा नि हिमाल देखिरहेको छ गाउँ चाहिँ बबालै छ होइन हेर्नुहोस् बबालै छ क्या बिहानको यहाँबाट सब साँगा पनि देखिन्छ यहाँबाट चाहिँ उयो रुखले गरेर छोपेछ होइन अब यताको भ्यू देखाउँछु गाइज म होइन सबैलाई सन्चै हुनुहुन्छ होला होइन म पनि सन्चै छु आशा छ माथि घाम लागिरहेको छ यहाँ साइडमा होइन हेर्न सक्नुहुन्छ अब अझै जाडो महिना आओस् न बबाल हिउँ देखिन्छ त्यो पछि म देखाउन हजुरलाई कोसिस गर्दैछु होइन अघिलाई चाहिँ यति पनि देखिरहेको छ बबाल छ क्या ठाउँ चाहिँ अब हेर्नुहोस् अब गाउँतिर सरसफाइ चल्दैछ अब आफ्नो यहाँ झिल्मी हाल्नुपर्छ होइन गाह्रो छ आफूलाई पनि गाह्रो छ अहिले झिल्मीमा हाल्नुपर्छ अहिले होइन झिल्मिली हालेपछि ठाउँ हुन्छ घर कस्तो देखिन्छ बेलुका हालेर म बेलुकाको भ्यू पनि देखाइदिन्छु गाइस हजुरलाई होइन अहिलेलाई चाहिँ फिलहाललाई म तल जाँदैछु गर्मी भयो मलाई एकछिन गाइस म चाहिँ बत्ती हाल्नु लागेको तर्फबाट जाँदैछु तिहार लगाइहाल्यो होइन तिहारमा बत्ती हाल्नु परेको के खानु बत्ती यहाँभित्र छ होइन बत्ती हाल्नु लाग्छु तिहार हालेर अब सब देखाउँछु होइन अब यसमा चाहिँ यति बत्ती होला झिल्मी नपुगेर म चाहिँ झिल्मी हिँड्न लाग्यो बहिनीसँग रोड हिँड्न लाग्यो अब लुथुङ छिटो आइज नमानी हेर्नु हिँड्नलाई एक नम्बरको अल्छी छिटो धेरै जस्तो घरमा चाहिँ हालिसकेको छ अब आफ्नो अब आज हालेपछि कम्प्लिट हुन्छ सजिलो छ होइन घरलाई चाहिँ यहाँबाट पिक काठमा हिँड्दै जानुपर्छ धेरै टाढा छ पसल पनि साधन नआएपछि कुटुङ पसल हामी पसल जान्ला पसल खेतमा होइन नि पसल ल गाई चाहिँ एकछिन आउँछु गाई चाहिँ म चाहिँ रोडमा हिँड्दैछु होइन हिँड्नुपर्छ घाम तल पुग्नु लागिसक्यो बेलुका हुनु लागिसक्यो होइन गाई धेरै टाइम बाँकी छैन घाम लाग्नलाई चाहिँ घाम अस्ताउनलाई चाहिँ घाम लाग्दैन अस्ताउनलाई चाहिँ गाइज मिस्टेक भनेको छु ए अस्ति मैले कोका काट्नु लगाएर बिच आएर छेडिदिएँ ए मेरो दाजु घुम हिँड्दैछु दाजु ओ अरे फाइनली अब 5-10 मिनटमा त फाइनली पसल आइपुग्छ बत्ती पसलमा हो क्या गाइस म जानलाई चाहिँ भट्टी पसल चाहिँ होइन नि जस्ट जोकिङ गरेर गाइस भट्टी पसल त कहाँ छैन होइन म चाहिँ राम मन्दिर आएको अवस्था गाइस राम मन्दिर आइपुगिसक्यो अब एकछिन हो एकछिन आइपुग्छ यो दाइ नि चिने दाइ नै हो यसोटीवाला गाईको दाइ होइन फोन गर्दैछ न त फोन नगरेर एकचोटि बोलिदियो होला नि दाइ हाम्रो गाउँमा चाहिँ धान काट्ने पराल उठाउने काम सब भइरहेको छ ऊ कोही पराल उठाउने होइन
रमाइलो छ गाउँ हेर्नु बहुत रमाइलो छ हिँड्दैछु म चाहिँ हिँड्नै पर्छ भन्ने स्थिति आइसक्यो बेला मौका त्यस्तै हुँदो रहेछ साधन नआएपछि हिँड्नुपर्ने नि स्थिति आउँदो रहेछ होइन यसलाई चाहिँ राम मन्दिर भनिन्छ होइन राम मन्दिर आइपुग्यौँ अब राम मन्दिरबाट 2-3 मिनटपछि हामी पसल पुगिहाल्यो नि फाइनली देउसी भले खेल्ने मैले यो घर चाहिँ नछोडामै केटा हो यो घरमा चाहिँ डेन्जर पैसा दिन्छन् जस्ट जोकिङ गाइस त दिन त दिन्छन् हामीलाई चाहिँ दिएको थिएन भन्दाखेरि त्यस्तो म्युजिसियन आएको थियो होइन म्युजिसियनहरू त दिएको थिए डेन्जर पैसा दिएको थिएँ किनकि अलिक धनी नै छन् फाइनली हामी आइपुगेका छौँ आइसक्यौँ पसल कुन देखाइदियो बोल्नु पसल कुन देखाइदियो बोल्नु पसल कुन हो रे हामीले बोल्ने पसल चिनेको छैन होइन पसल चाहिँ यहीँ नजिकै हो अब आइपुग्यो फाइनल्ली नेपाली अब देउसी भयो खेल्न गाउँ कि नजाउँ भन्ने नि विचार छु अल्छी लागेको छ योपालि देउसी भयो खेल्न जानुहोस् बोल्नु खेल्छु यो चाहिँ खेल्छु रे दाइ नि यहीँ आउन मारेको छु म त जिम आउँछ नभए चाहिँ अन्त सोचिरहेको थिएँ टन्नै छ पसलमा फाइनल्ली आइपुग्यौँ पसलमा है मजा क्या क्युट क्युट फाइनली मेरो सपिङ भइसक्यो गाइस सपिङ हुन लागिसक्यो मेरो निस्क्यौँ मन हामी चाहिँ निस्क्यौँ राम्रोसँग बनाएको छु त्यसरी फाइनली हामी निस्किसक्यौँ होइन अर्कोले बोक्छु भन्ने चाहिँ फाइनली मैले उल्टो क्यामेरा समातेको अवस्था यी नानीले उल्टो समाइदिएछु नि सरी अब हामी फर्क्यौँ देखाइदियो नानी ए 2 थरी बोकेर साउन्ड बोकेर लुटुङ फेरि हिँड्नेको अवस्था भयो हाम्रो हिँड्ने हो लुटुङ त्यसै हिँड्ने हो होइन घरबाट फेरि पिटाउनु छ बेसमा पानी पिटाउनु छ होइन अब यही घर अब भवाल छ सबैमा हाल्नुपर्छ आज अगाडि चाहिँ खोलाको माछा भन्ने भन्छन् होइन खोलाको माछा भेटेँ यसलाई मलाई गाइज यहाँ चाहिँ खोलाको माछा भेट्न गएको छ होइन अहिले अनि यहाँ चाहिँ डिमान्ड हुँदैछ खोला माछा डिमान्ड कति रुपियाँ हो प्राइसहरू खोला माछा है गाइज माछा चाहिँ ठुल्ठुलै रहेछ अब हाम्रो बुनुले अब यहाँ के खेल्छ रे बुनु पिङ खेल्छु भन्दाखेरि चाहिँ पिङ चाहिँ ल अलिकति प्याके रहेछ त्यही केही छैन हामी पिङ खेल्न लागि हुन्छ नि बुनु यहाँ हाम फाल्न सक्छस् यहाँ हाम फाल्न सक्छस् यहाँबाट फुत्त उता यहाँ उता पक सक्छस् समाउँछु ले त सक्छस् नझड है पक 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 म झर्छ नि पक फाइनली यहाँबाट यत्रो आउनुपर्छ होइन यहाँ चाहिँ गाइज यसलाई मैले जुरुक्कै पारिसकेँ नि गाइज यसलाई मैले जुरुक्कै पारेँ अर्को पनि आइसक्यो उता दुईवटा रहेछ मान्छे गाइज मजा बगेर घाम बन्ने उदाउँ लगाइसक्यो हाम्रो पालि कहिले आउने गाइज बुन्ने खेल्न गएको छु हाम्रो पालि आउनु मन चाहिँ होइन बुन्ने खेल्छु हेलो यत्रो सानो बहिनी चाहिँ त्यहाँनिर नडराएको क्या खेल्नवाला अहिलेको जेनेरेसनमा होइन रमाइलो छ पुरा देखिरहेछ अन्त चिचोन लगाइदिनु नि त ल कति इन्जोय गरेर होला त अनि गाइज कति इन्जोय गरेर होला
बुने हाम्रो पालि कहिले आउने हो हाम्रो बुने कुनै बनी बहिनी सामान त्यहाँ राखेर हामी यहाँ छौँ हामी दुईजना यहीँ छौँ है बुनु कति रमाइरहेको छिन् यत्रो सानी छिन् त्यहाँदेखि कति रमाइरहेको छिन् गाई छैन अब एकछिन घर दौडिहाल्नु पर्छ घरबाट काम गर्नुपर्ने छ होइन एक्सपिरियन्स मात्रै हेर्नु न कति खुसी साथमा बहिनी त डर लाग्छ लाग्दैन पिङ खेल्दा लाग्दैन डन्ड हो नि त्यो चाहिँ 1 नम्बरको दक्षिण रहेछ होइन त्यो बहिनी भन्दा धेरै दक्षिण चाहिँ यो चाहिँ बेसन नै भन्नुलाई चाहिँ अनुहार मात्रै हेरौँ यसको एक्सपिरियन्स मात्रै हेर्नु यसको अनुहारी दक्षिण अझै बेसन ढकालिदिउँ ढकालिदिन्छु नि डढा हेऱ्यो डढाउँदिनँ भने मान्छे होइन पिङमा पुनी पनि डढाउनु थालिसके भाइ सुत हेरेर गर्नु छ हो हामीले चाहिँ 3जनाको पालो काटेर होइन खेलाइदिएको पुग्यो खेल्दैछ फेमस बहिनी फेमस बहिनी तिमी कहाँ आएको भनिदेऊ न एकचोटि तिमी कहाँ आएको तिम्रो साथी हो ए साथी हो 2जनाको साथी पो रहेछ त ल साथी हो हाल्नु भनेको त साथीलाई साथी कहाँ हाल्ला तिमी ऊ अर्को साथी नआएर उसको होइन साथीलाई हाल्नु भनिदेऊ तिमी कहाँ हाल्ला बुनु पिङ खेल्न जान्ला हो ल बुनुको साथी भेटेछ गाई छ होइन पिङ खेल्दा बुनुको साथी भेटेछ सुइछ बाहिर ल बाई गर्नलाई चाहिँ बुनुले ल होइन पिङ खेल्न नि मान्छे भेटिँदैछ अवस्था गाई मक्क परि हाम्रो बुनु साथीले मिल्ने साथी हो बुनु त्यो साथी त अब कटिन अब तिमीले कट्नु पर्ला नि उता हिँड उता फुत्ता हाम्बाल उता पर उता फुत्ता हाम्बाल हेर कहाँको होला यो ल गाई छ होइन यो लडी भने कुला लडी भने फुत्ता हाम फाल्छ ल दे म समाइदिन्छु सामान गाई सामान चाहिँ म समाइदिँदैछु होइन पक छोड खर्चेन छोड न यो हेर डडा कि ल आउँछ चाहिँ हेरौँ है त कहाँ पुग्यो भने यता हाम फाल ल फुत्ता हाम फाल ल फुत्ता हाम्रो कान्छ हाम फालिदिँदैछ बरु गरौ ल यत्रो बुन्ने हाम फालिदियो जस्तो छ बरु ल ए हाम फाल ल हाम फाल 1 नम्बरको दक्षिण रहेछ यो चाहिँ आइज गयो 1 नम्बरको दक्षिणी कोडे भनिदियो एकचोटि काले भन्दैन त्यसलाई यो कोडे हो उसलाई रोकरे ल गाई चाइच बादल बबाल देखाएको छ गाई बादल बबाल देखाएको छ अब हामी फर्क्यौँ धेरै बस्नु हुँदैन समय धेरै छैन काम गर्नु छ होइन गाई आज पनि खाएको छैन हो आजको छ्या भोकमा लाग्नु थालिसक्यो गएर खाजा निस्किनु पऱ्यो काम मिलाउनु पऱ्यो अब रोड हिँड्यौँ मेन रोड आइपुग्यौँ अघि पिङ खेल्दा वहाँनिर हो नि त गाइज पिङ खेल्दै यस्तो एक राउन्ड घुमेर आयौँ ल गाइस म चाहिँ घरबाट अब भिडियो अन गर्छु थोरै भ्यू हेर्नुलाई ल अब चाहिँ ल आजको भ्यू बवाल छ भ्यू चाहिँ हामी बाटो क्रस गर्न लागेछौँ ल गाइस छिटो गाडी पनि टुप्लुक्क आइपुगेछ होइन बाटो क्रस गर्न गाडी पनि टुप्लुक्क आइपुगेको होइन बुनु भन्दै हामी कहाँ आएको बुनु भन्दै 80% गएर आएको होइन हामी अब हिँड्दैछौँ
फाइनली अब कति 5 मिनट हामी पुग्छौँ भने त घर उहाँहरूको एउटा गाडी सफा गर्न लगाइसक्यो होइन सबै सफा गर्न लगाइछ ल गाइज खोइ गाइज लाइक सब्सक्राइब है बेल आइकन बटन टिप्नु पऱ्यो सब गर्नु पऱ्यो गाइज नेपालले सपोर्ट गरिदिनु पर्यो हुँदैन सपोर्ट गर्नु पर्यो लाइक गर्नु पर्यो चिरा जाति होइन सबै परिवारहरूलाई नै अब हामी चाहिँ गाइज मार्केट पुग्न लागेको अवस्था यसो लाइक सब्सक्राइब होइन कमेन्ट समेन्ट यसो दिइरहनु पऱ्यो के भएको छ कसो भएको छ मिलाएको छ कि छैन भनेर गाइज यो चाहिँ सानो मार्केट हो होइन मिनी मार्केट त्यहाँभित्र छिर्नेछौँ हामी चाहिँ यसो हेर्नेछौँ के छ सामान लुट्न चलो भन्ने जस्तो पऱ्यो नि त गाइज हामी चाहिँ मिनी मार्केटबाट फर्क्यौँ भने हुन्छ अब त्यही मैले ल्याएको छैन बोल्न खानिदिएको बोल्नु देखाएको थियो कि खाइस किनिस् बोल्न यो मनपर्छ यो किन्छु भन्ने अब के अन्त हामी चाहिँ फर्किसक्यो यो नाला बस हो गाइज होइन हामीलाई अन्डीले देख्नु भएन यो सरप्राइज हामी दुईजना छौँ अगाडि होइन मम्मीले देख्नु भएको छ नि छोरीले बोलाएको छ नि आन्टीले देखाएको सुनेको छैन जाँदा सानी बोला न बल्ल आन्टीले सुन्नुभयो आन्टीले सुन्नु भएको थिएन त्यो टाढेको राम्रो भयो फाइनली गाइज म चाहिँ घर पुग्न लागेको अवस्था घर पुग्यो त फेरि झिल्मी हाल्नु पनि छ फेरि होइन मेरो मात्रै भएन त्यहाँ झिल्मी हाल्नु पऱ्यो गाइज झिल्मी हालेर अब गएको छ गएको छु कतिवटा पुछे हेरौँ नपुगेँ फेरि लिएर आउन गएर त्यो छैन फाइनली म घर आइपुगेँ सनराइज जान्थेँ क्या बाउ देखेँ ल फाइनली घर पुग्यौँ हामी आयौँ घरभित्र छिरेँ घरभित्र आएर छ के नदेखेला साथी आइरहेको छ हिँडिरहेको छ त्यो चाहिँ है झिल्मीले सबैतिर हाल्छु मैले होइन गाइज वरिपरि सबैतिर देखाएको छ अलि पछि भ्यू देखाउँछु होला भ्यू देखाउँ भने ढोका लगाइसकेको छ होइन म चाहिँ भनिया पनि हाल्दा थिएँ ल ह्याप्पी तिहार है सबै मेरा दिदी बहिनी सबै दाइ नाता सबै अङ्कल आन्टी होइन सबलाई ठुलो सबलाई ह्याप्पी तिहार ल हेर्नुहोस् गाइज होइन तिहार त गाउँमा लागिहाल्छ नलाग्ने होइन ओहो यो भन्दा पनि डेन्जर लागेको छ ह्याप्पी तिहार सबै फ्यामिलीहरूलाई उहाँहरूलाई है गाइज नाइट पनि पऱ्यो अब होइन भोलि अब यसो देउसी भोलि खेल्दैन होला यसो खै फ्यामिली सबै जुटेरै जाउँ भन्ने विचारमा छु म चाहिँ होइन यहाँ भित्तामा त्यहीबाट होइन 2-3वटा घर बाँकी छ 2-3वटा घर सिधेपछि टोटल बाँकी सब सिद्धिन्छ यो होइन यहाँ 2-3वटा गाउँमा बाँकी छ त्यति हो नि अङ्कलले चाहिँ अहिले हाल्न बास लगाइरहेको छ होइन म चाहिँ देउसी हालिदिएको थिएँ होइन चेकआउटको लागि चाहिँ टाइमै लाग्यो मलाई पनि मेरो सबै सिद्धिसक्यो होइन गाइज अरूको लागि चाहिँ अब बिदा माग्छु छु गुड नाइट सबैलाई शुभकामना है तिहारको शुभकामना सबलाई ह्याप्पी तिहार गाइज गुड बाई गुड नाइट गुड बाई सबैलाई टेक केयर है राम्रोसँग बस्नु होला बाई बाई